पाउने 7 बज्छ होइन म छिटो आइपुगेछु कि हिँड्दै आउँदाखेरि एक्लै भएर भनेर हेर्न गएको होइन कहीँ बुकको पाइयो त एउटा कहाँ गएको यो गाइस गुड मर्निङ वेलकम टु माई च्यानल इट्स अलरेडी 10 होइन अनि म भर्खर उठेको आज सन्डेमा थियो अनि उठ्नलाई ढिला भयो अनि उठ्ने बित्तिकै आज खाना पाकिसक्यो होइन अब खाना खानुपर्छ अनि अक्षिणहरू पनि पुरै मिलाएन क्या भर्खर उठेको कारणले अनि अब आज चाहिँ मेरो कोठा पनि सफा गर्नुपर्ने छ सो अब खाना खान जाउँ त्यसको चाहिँ यहाँ खाना छ मसँग तरकारी अनि साग छ सो यस गाइस खाना खाएर आइसक्यो होइन अनि अब कोठा मिलाउँ अनि कोठा मिलाएर बाबासँग बाबाले कहाँ लान्छु भन्थ्यो बाबासँग जाउँ सो पहिला कोठा मिलाउँ चाहिँ कोठा मिलाइसक्यो होइन सेट अब चाहिँ लुगा लाउँ अनि बाबासँग निस्किनुपर्छ यस आम रेडी होइन निस्क्यौँ बाबा वेट गर्दै हुनुहुन्छ कि स्केटिङ मेट अनि अब चाहिँ त हुनुहुन्छ हेलो भन्दिनँ हेलो आज चाहिँ बाबासँगै जानु लाग्यो होइन आज दिसभरि के गर्नुहुन्छ भनेर आज बाबासँग छड्के जानु लाग्यो होइन आज बाबाको दिनभरि के छड्के जानु लाग्यो होइन बाबासँग आज आफ्नो त साथी भने नि बाबा हो जे भने नि बाबा हो होइन सता बाबासँगै गइन्छ त्यहाँ हुन्छ बाबा ऊ त्यहाँ हुनुहुन्छ जाँदै हुनुहुन्छ होइन जाँदै हुनुहुन्छ म यहाँ कुदिरहेको छु सो यस अहिले चाहिँ 11:20 भयो अनि फायरमा आएको छु बाबा भित्र जानुभएको छ फायर मतलब 10 नम्बर गेट क्या यो ट्याक्सीको लागि 10 नम्बर गेट यहाँ छु सो बाबालाई कुरौँ एकछिन अनि त्यसपछि निस्किनुपर्छ अहिले चाहिँ हामी कोटेश्वर आइपुगेको छौँ होइन 1.5-2 घन्टाको जामपछि कोटेश्वर आइपुगेको छौँ सो अब यहाँ एकछिन फोन के भयो अरे बाबाको अनि फोन गरेर निस्किनुपर्छ कहीँ छ हामी पुगटी सडकमा छ होइन बाबा यहाँ हुनुहुन्छ है बाबा र म आएको
आइसक्यो होइन मम्मी हुन्छ मम्मी यता हेर्नु त के गर्दै मम्मी लसुन गर्दै हुनुहुँदो रहेछ मम्मी चाहिँ कुमेरो जाने माथि नजाने हो र सुयस गाइज म चाहिँ घर आइसकेँ होइन अनि बाबालाई एयरपोर्ट छोडिदिएर आएको कि बाबासँग एकछिन कोटेश्वर गएर पुतली सडकमा एकछिन काम थियो त्यहाँ सिद्धाएर अनि बाबालाई त्यहाँ फायरमा छोडेर बाबा हिँड्दै जान्छु उहाँसम्म भन्नुभयो यता सिधै गौशालाबाट यता माथि गयो भने लामो रहेछ अनि मलाई यताबाट गएर फायरमा छोड्दै भन्नुभयो मैले फायरमा छोडेर घर आएँ त्यस्तै हो अहिले चाहिँ म मामाबाट निस्कनु लाग्यो होइन सानीको दाल छु अनि मामाबाट अनि मामाबाट गएर सचिन लिन आउँछु भने अनि सचिनसँग एकछिन निस्किनु भन्छ सो अब जाउँ सचिन घुमाएको छु होइन सचिन यहाँ छ है अनि अब आज सचिनले बाइक कस्तो कुदाउँछ भनेर हेर्न जानु लाग्यो होइन कस्तो कुदाउँछ बाइक खतरा भन्छ अहिले अस्ति कुशलको भिडियो हाले जस्तो घच्याक भयो भने चाहिँ हाँस उठ्ने हुन्छ होइन अब जाउँ होइन कहाँको जान्छ ड्राइभिङ सेन्टर त म खै बिर्सिनँ त्यो 12 सडकको जान्छ क्या यो सो जाउँ बाटोमा छौँ होइन जाँदैछौँ जहाँ पनि मेरो बाटो चाहिँ यस्तै हुन्छ है सानो थेप्चो बाटो हुन्छ अनि यहाँ भाइ छ हेलो अनि यस्तै हो क्यामेरा देख्ने बित्तिकै अक्वार्ड हुन्छ क्या तर फेरि उयो राम्रो बादल देख्यो भने फोटो खिच भने पहिलो चाहिँ यही नै हुन्छ क्या फेरि होइन सो जाउँ अब जाँदैछौँ हामी चाहिँ आइसक्यो हाम्रो ड्राइभिङ सेन्टर पछाडि ड्राइभिङ सेन्टर छ सो सचिन आइसक्यो क्या सचिनलाई हेर्न आएको छ यस्तो कुदाउँछ भने हेर्न हिँड्न भने हेर्न हिँड्नु लाग्यो होइन हेरिदिनु लाग्यो सो ड्राइभिङ सेन्टरमा छौँ कहाँ गएको यो ओइ कहाँ गएको यो कहाँ गएको यो कुदाउँछ सधैँ ओए गियर धेरैमा भयो तेरो My hands steady, I feel ready, but my legs heavy, I don't get it, how come I haven't hit it already? म चाहिँ यहीँ छु होइन यहाँ सचिनहरू त्यहाँ कुदाइरहेको छ कि त्यसलाई आउन त आउँछ तर त्यो के भन्दा बिचमा चाहिँ अड्किन्छ क्या यहाँ छ यो कुदाइरहेको छ तिनीहरू कुदाइरहेछ अड्किँदा तर यसले सक्छ सक्न त यस्तै हो यसो हेरिदिँदैछु के मिस्टेक छ भनिदिँदैछु होइन सो यस्तै हो हामी चाहिँ निस्किसक्यौँ होइन यहाँबाट ए हो कहिले हो त अनि न त लेखिदिएछ न त केही दिएछ ट्रायल गर्दैछ होइन सो अब घर जाउँ होइन त्यहाँ चाहिँ के भएको रहेछ क्या होइन त्यो के भयो जस्तो छ क्या भिड छ होइन सिटी के चाहिँ रहेछ क्रिसमसको भनेर हेर्न गएको होइन कहीँ बुकको पाइयो त एउटा त होइन सो जाउँ बुक पाइयो क्या बुक दिएर कुन बुक दिएर नयाँ करार भन्ने बुक रहेछ क्रिस्चियनको होइन हिन्दू भए पनि हामी सबै धर्मलाई चाहिँ मान सम्मान गर्छौँ होइन त्यस्तै हो होइन त मैले भनेको कुरा राइट हो होइन जन्म त हाम्रो हिन्दूमा भयो हिन्दू घरमा भएको नि त तर हामी सबै धर्म मान्छौँ यहाँ प्रोग्राम भएर चाहिँ क्या एक्सिडेन्ट भयो भन्दै कुद्दै आएको रे छ क्रिसमस पनि आउन आँट्यो होइन ह्याप्पी क्रिसमस भन्छ मेरी क्रिसमस भन्दै मेरी क्रिसमस हिँड्दैछौँ घर जानु लाग्यो तर सचिन घर जान्छु अनि त्यसपछि घर निस्किन्छु हामी चाहिँ सचिनको घरमा आइसक्यौँ होइन सचिन छ बवाल भइरहेछ क्या होइन प्रेसिडेन्ट को भन्ने प्राइम मिनिस्टर को भन्ने होइन गृहमन्त्री को भन्ने भन्ने राम्रो डिसिजन भएको छ होइन सो डिस्कसन जारी नै छ हामी मिटिङमा छौँ अहिले एकछिन निकाल्नुपर्छ यहाँ चाहिँ मामा घर आयो आमा हालो
आमा ब्लगमा नदेखेको चित्तै बुझ्दैन कि आमालाई देखाउँछु कहाँ आउनुभएको तपाईँ यहाँ दुध लिनु भएको बाटै छैन आज बाटै छैन है मैले भिडियो बनाएको थिएँ बाटै रहने आज एकपट्टि मात्र बाटो छ एकपट्टि छैन होइन स्कुटी यहाँ ल्याएर गल्ती गरेँ कि मैले किन? उतै राख्नु चाहिँ कति निकाल्न मिल्ने हो अहिले पुरिहाल्छ नि बाबा पुग्छ त्यसो त ठिक छ हाल्दैछ अहिले चाहिँ आमा गए औषधि पुऱ्याउनु भनेर औषधि नै कहाँ गयो कि घर अगाडि गएको मान्छे म फेरि यता आएको सो अब चाहिँ म निस्किनु लाग्छ आमा म निस्केको ल अब ल भाइ के गर्ने यतै म बस्नु भोलि कलेज जानुपर्छ ल म गएको ल निस्क्यौँ होइन अब चाहिँ म ए ल ल म यस्तो घरै आइसकेको थिएँ हिँड्दै अनि ल ल अनि आमाको औषधि मैले लिएर हिँडेको थिएँ कि अहिले औषधि पुऱ्याउनु आएको सो घरतिर म त आउँदैन होला हो घरमा अघि निस्केको है यस्तै हो एक दिन शनिबार त हिँड्दैछ नि बाटो बिग्रेको भनेको चाहिँ यही हो है यही हो म चाहिँ घर आइसकेको थिएँ होइन फेरि मम्मीको लागि औषधि दिनु मन पऱ्यो क्या औषधि दिन्छौँ भने फेरि सो गाइज 6:20 अनि म चाहिँ यहाँ 10सँग अगाडि छु क्या अघि बाबालाई छोडेर एयरपोर्ट छोडेर घर गएको थिएँ अनि हिँड्दै दिन आएको क्या अहिले चाहिँ बाबा चाहिँ आउँदै हुनुहुन्छ बाबाको ल्याब चाहिँ हामी बेला आउँदैछ म छिटो आइपुगेको छु कि बाबा आउँदै हुनुहुन्छ अनि बाबासँगै जानुपर्छ होइन बाबालाई लिन आएको हिँड्दै बाबालाई चाहिँ बाइकमा आएको भन्छ बाबालाई पनि थाहा छैन होइन सो बाबा आउनुहुन्छ के हुन्छ हेरौँ अनि घर जानुपर्छ अघि मम्मीलाई औषध दिनु जान्छु भनेको थिएँ होइन डाइरेक्ट बाबालाई लिन आएको क्या यहाँ हिँड्दै आज जिम गएको थिएन नि त अनि जिम पनि हुन्छ भनेर आएको सो बाबा कुन बेला आउँछ बाबालाई वेट गरौँ आइसक्नु बिहान छोडेर गएको होइन अनि अहिले हिँड्दै आएको बाइक लिएर आउँछु भन्ने सोच्नु भएको थियो होला म हिँड्दै आएको त होइन ठिक छ त गाह्रो भयो त्यहीबाट हिँडेर आउनु गाह्रो भयो कति हिँड्नुपर्छ बाबा पर्छ नि अब 10-15 मिनट कहाँ बढी पर्छ नि त्यो पुरै पारीबाट यो फाल्समा त्यही गाडी पाइहाल्यो पाएन भने हिँड्दै आउँदैन गाह्रो छ आज छोडिदिएर आएको बाइक मलाई दिनुभएको अरे हिँड्नु परेछ आज अब यहाँबाट नि हिँड्नु पऱ्यो नि त अब पाउनु 7 बज्छ होइन म छिटो आइपुगेछु कि हिँड्दै आउँदाखेरि एक्लै भएर बाबा चाहिँ त्यो बाटो तल जानुभयो होइन अनि म यहाँ औषधि लिन जाँदैछु अघि औषधि लिन जाने भनेर निस्केको बाबा लिन गयो होइन त्यो जिम गएको थिएन जुत्ता धन भने गएको सोचाउँ ओहो आगो सेक्दै त्यहाँ छोडेर गएको दाबा त म त आइरहेको छु सो यस गाइज म चाहिँ आफ्नो रुममा आइसकेँ होइन अनि इट्स अलरेडी 7:22 भिडियो नि हालेको छैन कि आज युट्युबमा सो अब पहिला भिडियो हाल्नु अनि त्यसपछि पढ्नु पर्दा कुद्दै आएको सासमा आएको हेर्नु न पसिनाबाट सो अहिले भिडियो हालिहाल्नु सो यस गाइज इट्स अलरेडी 10:20 अनि म चाहिँ पढ्दै थिएँ कि पढ्दा 10:20 भइसकेको छ न त भिडियो एडिट गरेको छु न त थम्बनेल पनि बनाएको छु अनि केही गरेको छैन अनि भोलि बिहानको लागि लुगा अहिले पनि रेडी पारेको होइन बिहान कस्तो चिसो हुन्छ नि त अनि हट ब्याग सेकाउनलाई यो चाहिँ तातो बनाउँछ अहिले होइन अहिले सुत्दाखेरि चिसो हुन्छ नि त एक्लै छु नि त होइन एक्लै सुत्दा चिसो हुन्छ त्यो त गरिरहेको छु र आजको लागि चाहिँ यति नै सबैजनाले लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजको ब्लग यहीँ टुङ्ग्याउन चाहन्छु सबैलाई शुभरात्रि हस् बाई बाई चाहिँ अपलोड हुँदैछ यु क्यान सी हेर्नु गाइस अनि